हाई गाइज, स्टार्ट गरेँ आजको भ्लग। निस्केको यो मेरो आउटफिट देख्यो भने क्याब आइसकेको छ मेरो तल। उता रहेको छ हाम्रो कोच। म चाहिँ पुगिसकेँ यो ठाउँ अनि यता चाहिँ मेरो साथीहरू छन् अलिअलि, सबै त हैनन् तै पनि। अँध्यारो जस्तो पनि दिन्छ, कति बेला उज्यालो भइरहेको छ। अनि मेरो पछाडि हेर्नु के छ, सानो छ, कुनमा जाने हो मलाई आइडिया छैन। हामी चाहिँ बिहानै निस्केको नि त, 4:30 बजेदेखि हाम्रो बर्मिङहामदेखि जर्नी। अनि सबैजना आधा निन्द्रामै छौँ कि म चाहिँ बसमा खासै सुत्न सक्दिनँ, त्यही भएर सुतेको छैन। कस्तो अल्छी पारामा भ्लग भयो है। तर म यो भ्लग अलिकति इन्ट्रेस्टिङ बनाउने कोसिस चाहिँ गर्नेछु, त्यति चाहिँ भन्छु। यता छ मेरो साथी एरिका अनि यता छन् अर्को साथीहरू। हाई बोल द गाइज। सबैजना चिसोले मरेर आएको छ। लास्ट टाइम म आएको थिएँ, त्यही भएर थाहा छ कि कति चिसो हुन्छ। त्यही भएर दिदीले त ज्याकेट लगाएको छ, अर्को दिदीहरूले चाहिँ पातलो पातलो लगाएर आएको छन्। मैले भनेको पनि थिएँ तिनीहरूलाई कि अलि मोटो लगाएर आउनु। Tenemos saldo deudor con el mundo allá afuera. Hagamos algo mejor. Queda claro, estamos todos acá de paso. Yo me la banco porque sé que estoy con vos. Vamos a ver todo lo que hay. Disfrutemos al palo de nuestra canción. Vamos a ver todo lo que hay. No te apures mi amor. हामी चाहिँ फर्स्ट लोकेसन पुगिसके। एकदम त्यो अघिको फेरीले कपालको हालत खराब गरिदिएको छ, तर मौसम एकदम राम्रो भइसकेको छ, घाम लागिरहेको छ। अब सँगै एक्सप्लोर गरौँ। हामी चाहिँ अब यो ठाउँदेखि हिँड्न थालेको। अहिलेको के लोकेसन हेर्नको लागि के छ भनेर। अनि यहाँ पातलो सडक छ, सबैजना उता अगाडि हिँडिराख्नु भएको छ। म एकछिनमा देखाउँछु तपाईँलाई। यहाँ छ अप्पु, अल द वे फ्रम केरला सर, 100% लिटरेसी। यता छ अर्को साथी एरिका, युआर इन युट्युब च्यानल। हाई हाई। 15 मिनटको वकिङ ट्रायल छ। यहाँ त फोटोसुट हुन थालेको छ। कस्तो राम्रो भ्यू आइरहेको छ। You know just what you do to me. Play my emotions like a pair of puppet strings. Did it ever occur to you my heart's more than a toy? Please go easy on me, babe. Send message after message, forward my calls. Next day you hit me back like nothing happened at all. What about all the things you used to say to me? This ain't the way it's supposed to be. And you know I wouldn't do that to you. You know I wouldn't treat you that way, no. I've been running, can't catch up. Oh love, what I won't do. Oh, you got me
chasing waterfalls. लास्ट टाइम प्रमिस गरे जस्तै मैले भनेको थिएँ कि नयाँ नयाँ ठाउँ घुमाउने नै छु तपाईहरुलाई। हेर्नुस् त आज पनि यस्तो राम्रो ठाउँमा आएको छु। सिनेमेटिक अन मोड भएरैछ कि त म ब्लर कि त भ्यू ब्लर। एकदमै डेन्जर हावा चलेछ त्यही भएर अब फर्किरहेको यहाँबाट। पछाडिको भ्यू हेर्नुस्। अल्सो मेरो घरमा चाहिँ तपाईहरुले नयाँ कपाल देख्नु पाउँदैन होला। यही अवस्था देखिसकेको कपाल। लाइफमा केही चेन्ज भएको छ भने यही हो। गुगल पनि गरेको थिएन। आइल अफ राइट गइरहेको छ। आइल अफ वाइट के भन्छ होइन त्यो ठाउँ गइरहेको छु भन्ने थाहा थियो तर यति राम्रो छ भन्ने थाहा थिएन मलाई। मैले गुगल फोटो चाहिँ हेरेको थिएन कि सर्च गरेर कि म सरप्राइज आफैले दिन चाहन्थेँ कि कस्तो रहेछ ठाउँ। त्यो फोटोमा हेरेको ठाउँ पनि जहाँ अलिकति आइडिया भइहाल्छ। मैले अलरेडी देखेको थिएँ तर मलाई चाहिँ आफैले एकदमै केही नयाँ देखोस् मेरो आँखाले भन्ने फिल गराउनु थियो। यो छुट्टीको ट्रिपमा चाहिँ एकदमै राम्रो भइरहेको छ। साथीहरू अगाडि छन् सबैजना 4-5 जना म मिलाएर 6 जना बिहान नटुदेखि आएको हामी चाहिँ। अनि अब अर्को ठाउँतिर जाउँ। अघि चिनिसक्नु भएको थियो होला ऊ चाहिँ मेरो साथी एरिका। We guys work together and we had planned from like many months. We used to plan like we'll finally go on a trip. Now finally it's happening today. It is happening and we are really enjoying it. Yeah. अनि मेरो कामको साथी प्लस मेरो क्लासमेटहरु पनि छ अगाडि। उनीहरु चाहिँ खासै अलिअलि भ्लगमा देख्नुहुन्छ। सबैले भ्लगमा आउन मन पनि पर्दैन त्यही भएर। Where are you from? Can you tell my audience? I'm from Nigeria. I'm from Nepal. हजुरहरुलाई थाहै छ। कस्तो माया लाग्दो छ क्या अनि हाम्रो मतलब बानीहरु त्यस्तो एकदम राम्रो कस्तो कुरा मिल्ने। I say one thing in my blog that you are best friend. Work besties. Yeah, work besties. Though we don't get much time to spend, but we have that connection. From the first day we met, we were like good friends. That day only we were like connected. अनि उसले चाहिँ मलाई सुरुमा एकदम हेल्प गरेको थियो। मेरो फर्स्ट डे थियो, ऊ चाहिँ पहिलेदेखि काम गर्दै थियो। यसरी नै साथीहरू बन्दै जाने हो।